एक्ट्रेस चाहिँ एकदमै दामी हुनुहुन्छ, एकदमै दामी मान्छेहरू चाहिँ एकदम दामी लागेको छ होइन। गाउँघरहरू देखाएको छ, एकदम गाउँघरको एकदम भाइब। हेलो गाइस, मेरो नाम चाहिँ रोहन राई हो अनि मैले चाहिँ रियाक्सन भिडियो बनाउनु भनेको सपना सुमन दाईको राधा सङ आएको रहेछ। अनि राधा सङको पार्टहरू चाहिँ मैले थुप्रो रिल्सहरूमा देखेको थिएँ। अनि रिल्समा चाहिँ मतलब एकदम भाइरल चलिरहेछ, मान्छेहरूले पुरा रिल्सहरू बनाइरहेछन् होइन, डान्सहरू चलिरहेको छ गानामा, सङमा। अनि त्यो सङ चाहिँ के अरे, यो सङ चाहिँ अनि यो सङको पुरा पार्टहरू एकदम भाइरल चलिरहेको छ। अनि किन एउटा रियाक्सन भिडियो बनाऊँ न भनेको, अनि रियाक्सन गर्ने भनेको अनि युट्युबमा हालिदिउँ न भनेर सोचेको होइन। अनि यो सङलाई चाहिँ मैले हेरेको छुइनँ अहिलेसम्म, ल अब आज हेरिदिउँ न ल। राधा सपना सुमन, डाइरेक्टर बाई ज्योत्सिना योगी चाहिँ सपना सुमनको वाइफ हो होइन, सपना सुमन दाईको वाइफ। एक्ट्रेस चाहिँ धेरै नै राम्रो छ हो, धेरै नै एकदम ब्युटिफुल हुनुहुन्छ है एक्ट्रेस चाहिँ। को हो पनि थाहा भएन, कमेन्ट गरिदिनु होला। मैले चिनिनँ को हो, अब नेपालको केही हुनुहुन्छ होला। सपना सुमन दाईको चाहिँ एकदम भोइस एकदम डिसेन्ट भइसक्यो, एकदम राम्रो लाग्छ कि सङमा सुन्नु पनि एकदम दामी लाग्छ कि सपना सुमन दाईको भोइस। यही पार्ट चाहिँ मैले पुरा भाइरल भएको देखेको थिएँ, पुरा रिल्सहरू बनाएको देखेको थिएँ। यही पार्ट थियो, सबैजना एकदम रिल्सहरू बनाइरहेको थिएँ, यही पार्ट थियो। एक्ट्रेस चाहिँ एकदमै दामी हुनुहुन्छ,
एकदमै दामी हुन्छ। को पनि मैले एकदम नयाँ देखेँ एक्ट्रेसलाई चाहिँ एकदम मतलब क्रस भइसक्यो मेरो चाहिँ। सङको भिडियो पार्टहरू चाहिँ एकदम मतलब सिनेमेटिक पार्ट्सहरू चाहिँ एकदम दामी लागेको छ होइन। गाउँघरहरू देखाएको छ, एकदम गाउँघरको एकदम भाइब्सहरू आएको छ, एकदम ओल्ड टाइप्सको लभ स्टोरीहरू चाहिँ देखाएको छ। दामी लागेको छ कि भिडियो सुट चाहिँ एकदम दामी भएको छ होइन। ज्योत्सिना योगी स्वप्न सुमन दाईको वाइफले गर्नुभएको एकदम धेरै नै दामी भएको छ कि। केटा माग्नु आए केटीलाई सकिएछ। ज्योत्सिना योगी फिल्म दामी बनाएको कि भिडियो चाहिँ एकदमै दामी लागेको थियो क्या। ल गाइस भिडियोको रिएक्सन चाहिँ भयो। रिएक्सनमा चाहिँ धेरै नै दामी लाग्यो होइन। सङ चाहिँ एकदमै राम्रो थियो, भिडियो सुटहरू एकदम दामी थियो, लिरिक्सहरू पनि एकदमै दामी थियो। अनि पहिलोचोटि मैले नेपालीको रिएक्सन भिडियोमा के अरे भिडियोसहरू बनाएकोमा एकदम दामी सिनेमेटिक्सहरू देखेको मैले। एउटा फर्स्ट त सजन राज भेद्य दाईको सस्तो मुटुको एकदम दामी लागेको थियो। अनि सेकेन्ड पूर्ण राई दाईको सङ थियो स्पर्श सङ्गीत, त्यसको पनि भिडियो सुट एकदमै दामी भएको थियो। अनि यो अहिले स्वप्न सुमन दाईको यो आएको छ, यो चाहिँ मतलब यो पनि त्यही लेभलकै लाग्यो कि एकदम दामी छ कि। अनि पार्ट्सहरू पनि एकदम लाइफस्टाइलहरू पनि गाउँको यस्तो देखाएको छ। अनि थुप्रो गाउँहरूको एकदम भाइब्सहरू देखाएको छ होइन। केटाकेटी कसरी मिल्छन् गाउँमा, कस्तो बोल्ने कस्तो त्यस्तो एकदम। अनि के अरे यही दामी लागेको छ। अनि म चाहिँ यो म्युजिक भिडियोलाई यो राधाको म्युजिक भिडियोलाई म दिन चाहन्छु 5 स्टारमा 5मा 5 दिन्छु म। मलाई चाहिँ धेरै नै राम्रो लागेको छ। ल गाइस मेरो च्यानललाई चाहिँ हेरिराख्नुहोस् होइन। अनि म चाहिँ यस्तै रिएक्सन भिडियोहरू दिइराख्छु अगर राम्रो लाग्यो भने होइन। ल तपाईँलाई बाई भन्छु होइन। ल बाई।